हामी यतिकै केटाकेटी तिमीहरू अहिले केटाकेटी छौ होइन, यतिकै बुढो हुन्जेलसम्म हाम्रो उमेर हुन्जेलसम्म सँगै हुन्छ। त्यसले गर्दा सबै मिलेर बस्ने, एउटा घर परिवार जस्तो भएर बस्ने है। हाम्रो डिपार्टमेन्ट भन्ने माया गर्नुपर्छ। हाम्रो डिपार्टमेन्ट जतिको दामी केही छैन भन्नुपर्छ। साँच्चै पनि हो। तपाईँहरूले बस्तीवालालाई है 1 प्याकेट बिजन दिन्छ, त्यो बिजन त फ्रीकै बिजन हो, तर पनि फलेपछि म्याडम सर तपाईँले दिनुभएको यस्तो फल्यो भन्छ। हुँदै नहुँदा त 1 झोलाले पनि दिन्छ है। त्यस्तो अरू डिपार्टमेन्टमा छैन। त्यसले गर्दा यो चाहिँ हाम्रो डिपार्टमेन्ट होइन, एउटा घर परिवार हो। त्यसले गर्दा तपाईँ सबैलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। अन्तिमसँग तपाईँहरू यसरी मिलेर बस्नुहोस्, हेर्नुहोस्। आज यो ब्लकमा यसरी प्रोग्राम गर्यो, मलाई खुसी लाग्यो। यसरी आजको दिनसम्म यस्तो प्रोग्राम अरू ब्लकमा भएको थिएन है। तपाईँहरू सबै बधाईको पात्र हुनुहुन्छ। सबैभन्दा ठुलो कङ्ग्रेचुलेसन त यहाँ म हाम्रो अरविन्द सर र यहाँ हाम्रो कल्पना म्याडमलाई दिन चाहन्छु। उहाँकै निगरानीमा यति राम्रो तपाईँहरू एउटा फ्यामिली जस्तो भएर यत्रो प्रोग्राम गर्नुमा तपाईँहरू सक्षम हुनुभयो। तपाईँ धेरै धेरैलाई बधाई दिँदै है, शुभकामना दिँदै यसरी नै पछिसम्म तपाईँहरू बस्नुहोस् भन्ने आशा राख्दै मेरो वक्तव्य यही विराम दिन चाहन्छु। धन्यवाद। पैसा जो बनमा होस कहाँ हुन्छ माया लुको सबैजना आइदिनु पर्यो अगाडि प्लिज काइन्डली।
कति दिन बिते कति रात हराए तर तिमी आएनौ कति दिन यहाँ देखे मैले तर तिमी आएनौ कति सपनाहरू यहाँ देखे मैले तर तिमी आएनौ संसार तिम्रो जीवन काहीँ रुनेछौ सायद तिम्रो बाटोमा मेरो पाइला नहोला सायद तिम्रो आँखामा सपना मेरो नहोला एकान्तमा किन तिम्रै याद आउँछ सम्झनामा अझै पनि आँखा किन सुन्छ थाहा छ मलाई छु नदुखेको मुटुमा किन दुखाउँछु तर किन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर जे गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्छ यो मन लडाइँको मैदानबाट भागिदिन्छ सुनको तराजुमा बिग्रिन्छ मेरो नेपाली हो
कर से भर जता सुकेलाई कति तड़पे फर्किरहे फर्कितिमी आएको वेदनामा गीत कोरे तिमीलाई नै पाउने तर कहाँ पुग्यो र सोचेछ ती सबै तेरी डल्ले कल मेरा दिन हो मेरी तेरी डल्ले कहिलो कहिलो को पल्टिन्छ जाता हूँ किसी के धुन में धड़कते दिल के तराने लिए चला जाता हूँ किसी के धुन में धड़कते दिल के तराने लिए मिलन की मस्ती भरी आँखों में हजारों सपने सुहाने लिए हो चला जाता हूँ किसी के धुन धड़कते दिल के म्याडमलाई म आग्रह गर्छु हाम्रो एडिसनल म्यामलाई अगाडि आइदिनको निम्ति हामी जोरदार ताली बजाउनेछौँ ल
भने सबैजनाले आफ्नो आसन ग्रहण गरिदिने म बिन्ती गर्छु र यो सबै भने हामी भोट अफ थ्याङ्क्सतर्फ छौँ र हामीसँग यो पछि चाहिँ ज्यामअप हुनेछ र हाम्रो बिचमा हामीसँग सन्तोष अधिकारीज्यू हुनुहुन्छ र हाम्रो स्टाफ र उहाँले आइकन भोट अफ थ्याङ्क्सलाई अगाडि बढाइदिनु हुनेछ। म आजको यो छोटो कार्यक्रमको भोट अफ थ्याङ्क्स लिएर उपस्थित छु। सर्वप्रथम त हामीलाई आज 10 तारिक 1/2026 को दिन हामीले यो कमलटार भन्ने ठाउँमा जुन एउटा योजना बनाएर हामीलाई यो ग्रहणमा ल्याएर यसरी सामूहिक रूपमा एउटा कार्यक्रम गरिदिएर सबैजनामा एकअर्कामा परिचय आदान प्रदान जस्तै रेगुलर भएको गोचियालीमा यसरी एउटा कार्यक्रम गरिदिँदा हामी धेरै खुसी छौँ। सर्वप्रथम धन्यवाद ज्ञापन गर्नुभन्दा पहिला म डिपार्टमेन्टका आदरणीय सरहरू, डिप्टी म्याडम, एसडिओ म्याडम, एडिसनल डाइरेक्टर सबैलाई हामी आन्तरिक हृदयबाट हाम्रो स्टाफको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। सर्वप्रथम तपाईँहरूले आफ्नो बहुमूल्य समयलाई हामी जस्तो सानो फिल्ड फङ्सनहरूसँग गएर यसरी कार्यक्रम गर्नुपर्छ, आउँदो दिनमा एउटा सम्झना स्वरूप बस्नुपर्छ भनेर जुन सोच राखेर यहाँ आउनुभयो तपाईँहरूलाई हामी हाम्रो तर्फबाट आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ। यसरी हामीलाई यस्तो पिकनिक गर्नुपर्छ भनेर जुन एउटा योजनाहरू बनाइदिनु हुने हाम्रो एसडिओ म्याडम कल्पना श्रेष्ठ अनि हाम्रो एडिओ सर अरविन्द सर, उहाँहरूले यो प्लान बुनिदिएर यस्तो कार्यक्रम राखिदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हामी चाटै जिजोका सम्पूर्ण हामी रमाउनुपर्छ। आउँदो दिनमा जिन्दगीको कुनै पनि टुङ्गो छैन। आउँदो दिनको निम्ति हामी एउटा सम्झना स्वरूप भएर बितेको दिनमा हामीले यस्तो गरेका थियौँ भन्ने सम्झना राख्नुपर्छ भनेर जुन जोस हौसला राखेर सम्पूर्ण स्टाफहरू आइदिनु भयो, तपाईँहरूलाई पनि हामी आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै आज हामीलाई यो पिकनिक खानको निम्ति यो ग्रहण एभाइल र सम्पूर्णलाई एक पुस्टमा धन्यवाद दिँदै हाम्रो प्यारो स्टाफहरूलाई हामी डिपार्टमेन्टसँग कुनै पनि काम गर्दा तालमा ताल मिलाएर गरौँ भन्दै आउँदो दिनमा हामी बिचको एकता सधैँभरि कायम रहोस्, सगरमाथा जस्तो अग्लो होस् भन्ने विचार राख्दै मेरो छोटो धन्यवाद ज्ञापन टुङ्ग्याउन चाहन्छु। धन्यवाद।